हामी मानिसको जीवन त्यहाँनिर अस्थायी छ, यानि कि हामी परदेशी छौँ, हाम्रो जीवन त्यहाँनिर क्षणिक छ भन्ने कुरा बताएको छ। याकुब 4:14 गएर हेर्छौँ भने हाम्रो जीवन, मानिसको जीवन चाहिँ तुवालो जस्तो छ, क्षणभरमै देखिने, क्षणभरमै त्यहाँनिर हराउने जस्तो जीवन छ। अनि भजन 39:5 गएर हेर्छौँ भने हामी मानिसको जीवन चाहिँ छाया जस्तो है त्यहाँनिर देखिएको छ भनेर यहाँनिर बताएको छ। श्वासको रूपमा मात्र यहाँनिर अस्तित्व भएको कुरा बाइबलले बताउँदछ मानिसको जीवन। पहिलो पत्रुस 1:24-25 गएर हेर्छौँ भने हामी मानिसको जीवन चाहिँ घाँस जस्तो छ, सुकिहाल्छ एकैछिनमा, अनि फूल जस्तो छ, एकैछिनमा झरिहाल्छ। अनि उत्पत्तिको पुस्तकमा गएर हेर्छौँ भने हामी मानिसको जीवन चाहिँ माटो हो, अनि परमेश्वरले भूमिको माटोबाट मानिसलाई बनाउनु भयो र मानिसको नाकमा जीवनको सास फुकिदिनु भयो। अनि त्यही कुरा हामी भजन सङ्ग्रह 104:29 गएर हेर्छौँ भने जब परमेश्वरले मानिसमा जुन सास फुकिदिनु भएको छ त्यही सास उहाँले फिर्ता लिनुभयो भने हामी मानिस भयभीत हुन्छौँ, हामी मरिहाल्छौँ, हामी माटोमै हामी मिलिहाल्छौँ। हेर्नुहोस् त, यहाँ हरेक मानिसको आशा केवल क्षणभरमा नै यहाँनिर समाप्त भएको हामी देख्छौँ, एकैछिनमा टुङ्गिएको हामी देख्छौँ, न्यायमा सकिएको हामी यहाँनिर देख्छौँ। र मानिसले र पापी मानिसले प्राप्त गर्ने कुरा भनेको यहाँनिर क्रोध देख्छौँ, मृत्यु देख्छौँ अनि नरक देख्छौँ। र पनि मानिसले हामी अझै पनि धनमा आशा राखिरहेका हुन्छौँ, हाम्रो बलमा, हाम्रो बुद्धिमा अनि हाम्रो मान प्रतिष्ठामा हामी आशा राखिरहेका हुन्छौँ। तर ती सबै कुराहरू सकिएर जान्छ। तर नातिनुहोस्, प्रेमको सन्देश कार्यक्रमले तपाईँलाई एउटा जीवित आशाको विषयमा आज बताइरहेको छ। त्यो आशा चाहिँ के हो भने परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ। परमेश्वरले चाहिँ तपाईँ हामी सम्पूर्ण पापीलाई प्रेम गर्नुभएको कारण उहाँले आफ्नो प्रिय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनु भयो। अनि उहाँ चाहिँ सम्पूर्ण पापी मानिसको निम्ति क्रुसमा मर्नुभयो। अनि हाम्रो जस्तै मानवीय शरीर छिया भएको छ, अनि उहाँको शरीरबाट रगतको बलिन्द्र धाराहरू बगिरहेको छ। उहाँ धर्मीजनको बलिदानले आज हामी सम्पूर्ण पापी मानिसहरूले क्षमा पाएका छौँ। परमेश्वरको प्रेम यहाँनिर हामी अद्भुत देख्छौँ। उहाँको प्रेममा हामी कुनै पनि त्यहाँनिर शर्त हामी देख्दैनौँ। परमेश्वरले हामी सबैलाई अनन्तसम्म प्रेम गर्नुहुन्छ। अनि अर्को कुरा, अनि परमप्रभु परमेश्वर चाहिँ उहाँ अनन्त जीवन दिने परमेश्वर हुनुहुन्छ। यूहन्ना 3:16ले यसरी प्रष्ट रूपमा बताएको छ कि परमेश्वरले हामी हरेक मानिसलाई प्रेम गर्नुभएको कारण उहाँले आफ्नो एक्लो पुत्र येशू ख्रीष्टलाई दिनुभयो, उहाँ हाम्रो निम्ति क्रुसमा मर्नुभयो। अब जसले उहाँमाथि विश्वास गर्दछ त्यो व्यक्ति अब कहिले पनि नष्ट हुने छैन, तर उसले अनन्त जीवन पाउनेछ भनेर परमेश्वरको वचन त्यहाँनिर पाउँदछन्। त्यही कारणले हामीले अनन्त जीवन पाउनका लागि, हामीले क्षमा पाउनका लागि, मुक्ति पाउनका लागि हामीले परमेश्वरमा विश्वास गर्न जरुरी छ। हाम्रो जीवन क्षणिक छ, परमेश्वर अनन्त हुनुहुन्छ अनि उहाँले आफ्नो अनन्त जीवन हामीलाई दिन चाहनुहुन्छ। अनि त्यो जीवन प्राप्त गर्नका लागि तपाईँ र हामीले परमेश्वरको पुत्र येशू ख्रीष्टलाई विश्वास गर्न अति नै महत्त्वपूर्ण छ। धन्यवाद। यहाँलाई धेरै धन्यवाद। साँच्चै नै त्यहाँ चाहिँ जीवित आशा छ, त्यहाँ अनन्तको आशा छ, अनि अझै भनौँ भने त्यहाँ महिमाको आशा छ। अनि यो आशाको विषयमा परमेश्वरले जसरी प्रतिज्ञा गर्नुभएको छ, प्रभु येशू ख्रीष्टद्वारा यो आशा मानिस जातिलाई प्रकट भएको छ। बाइबलभरि यत्रतत्र यसको विषयमा व्याख्या गरिएको छ र यो विषयमा मानिसहरूले जान्नु आवश्यक छ।